लाख भित्रमा नै तपाईले आफ्नो कौसीमा एउटा फ्लोर नै एडिसन गर्न सक्नुहुन्छ। हामीले लिएर आएको छौं लाइट वेट फ्लोर एडिसन। लाइट वेट फ्लोर एडिसन गर्दा तपाईको लाइट वेट मटेरियल्सहरुको प्रयोग हुन्छ, जस्तै रुफिङको लागि यूपीवीसी र पार्टिसनको लागि सिमेन्ट बोर्ड अथवा जिप्सम बोर्ड। अब तपाईको लाइट वेट मटेरियलको प्रयोग गर्दा झ्याल ढोकाको लागि यूपीवीसी अथवा एल्युमिनियम प्यानलको प्रयोग गरिन्छ। कौसीमा फ्लोर एडिसन गर्दा स्पेस धेरै नहुने भएर तपाईले ओपन लिभिङ किचन लेआउट बनाउन सक्नुहुन्छ। अब कस्टको कुरा गर्नु पर्दा ओपन लिभिङ किचन लेआउट बनाउँदा तपाईको डिजाइन अनुसार 3 लाख देखि 3.5 लाख जति खर्च लाग्छ। त्यसैगरी वाल्स र पार्टिसन्स बनाउँदा 3 लाख देखि 3.5 लाख जति खर्च लाग्छ। झ्याल र ढोका हाल्दा 50,000 देखि 1 लाख सम्म खर्च लाग्छ। अब त्यसैगरी फ्लोर एडिसन गर्दा यूपीवीसी रुफिङको कस्ट तपाईलाई लगभग 1.5 लाख जति लाग्छ। त्यसैगरी लास्टमा फिनिशिङको कस्ट तपाईलाई 2.5 टु 3 लाख सम्म लाग्छ। यसमा तपाईको पेन्टिङ, फ्लोरिङ, फल सिलिङ र अरु फिनिशिङको सम्पूर्ण कामहरु इन्क्लुडेड हुन्छन्। फ्लोर एडिसन गर्दा लाग्ने यो एउटा एप्रोक्सिमेट कस्ट ब्रेकडाउन मात्रै हो। तपाईको घरमा फ्लोर एडिसन गर्न एक्ज्याक्ट कति कस्ट लाग्छ त? त्यसको लागि तपाईको बजेट र रिक्वायरमेन्ट पनि बुझ्नु पर्ने हुन्छ। त्यसैले तपाई पनि प्रोफेसनल एडभाइसको लागि ढिलो नगरी आजै स्क्रिनमा देखाएको नम्बरमा सेवा एपलाई कन्ट्याक्ट गर्नुहोस्।